नमस्कार साथीहरु, सिक्ने हैन त गीत एआईबाट लेख्ने अनि एआईबाट गीत बनाउने तरिका मैले अब तपाईलाई सिकाउन गइरहेको छु। सबैभन्दा पहिला चाहिँ तपाईहरु यो फेसबुक पेजबाट हेरिराख्नु भएको छ भने मेरो युट्युबको लिंक यही छ। मैले लिंक राखिदिएको छु। तपाईहरु एकचोटी मेरो युट्युबलाई पनि सब्स्क्राइब गरेर साथ दिनु होला। मैले यस्तै ढिला नगरी सुरु गरौँ है त। लु हामी मोबाइलको स्क्रिनमा जाम। ओके स्टार्ट। अब हामीले प्रोफाइलबाट यसरी जीपीटी एप ओपन गर्ने छौं। त्यहाँदेखि लेख्ने छौं हामी एउटा गीतको बोल। गीत लेखेर आफै दिन्छ अहिले। मैले लेखे नेपाली लोक भाका। यसले चाहिँ यही अनुसारको गीत लेखेर दिन्छ है त मलाई। अब लेखेर दियो हेर्नुस्, एकदम फास्ट तरिकाले लेखेर दियो। त्यहाँबाट मैले यसलाई कपी गरे, प्रेस तरिकाले यहाँ थिचिराखे। अब थिचिराखे मैले, यो पुरै गीत लेखेर दियो अनि माथि कपी माथि थिचे, कपी गरे। कपी गरिसकेपछि ब्याक गएँ म अनि मैले एउटा गुगल भन्ने एप्समा थिच्नुस् अनि यहाँ मैले अलरेडी लेखेर राखेको छु SUNO अनि सन AI भन्ने। यो मैले अलरेडी लगइन गरेको छु। यसरी सर्च गर्नुभयो भने तपाईको फर्स्टमा लगइनको अप्सन आउँछ, त्यसमा गुगल लगइन गर्नु होला। मैले अलरेडी लगइन गरेर राखेको छु। अनि तल म्युजिकको सिस्टममा थिचिसकेपछि यहाँनेर अघिको गीत कपी गर्नु होला। गीत कपी गरिसकेपछि लास्टमा तपाईको फाल्तु भाग पनि आउँछ। मैले यसरी काटे अनि गीत मात्रै राखे, काटेर गीतको बोल मात्रै राखे। अनि मैले तल गीतको बोल मात्रै राखे अनि तल त्यसको मुन्ने त मैले लेखे म्युजिकका सिस्टमहरु। यहाँ लेखे मैले मादल अनि खैँजडी अनि बाँसुरी लेखे। अनि यो तलको यो म्युजिकको मा रातो अप्सनमा मैले थिच्दिए करेक्टमा, नेपाली लोक भाका भनेर करेक्टमा थिच्दिए। अब केही सेकेन्डमा तपाईको गीत बन्यो। बनिसकेपछि अब सुनौँ है त कस्तो बन्यो। अलिकति टाइम लियो मेरो, तपाईको छिटो पनि हुन सक्छ। मेरो गीत बनिसकेको छ अनि मैले यो 3 डटमा सानो यता 3 डट तिनवटा थोप्लो हेर्नु भएको छ नि, त्यसमा थिच्नु भयो भने त्यहाँनिर हरेक अप्सन देखाउँछ। अब यहाँ देखाउँछ हेर्नु।